हेलो गाइस हजुरलाई मेरो युट्युब च्यानलमा फेरि एकखेप स्वागत गर्दछु र आज म पार्ट 1 मा हेराएको छु मुक्ताङको र आज म हेराउँछु मुक्ताङदेखि पोखराको टुर। यसमा यो हाम्रो गण्डकी नदी आयो, यसमा हाम्रो के पाउँछ भने शालिग्राम पाउँछ हैन। यो हाम्रो हिन्दू धर्मको शालिग्राम भन्ने पुग्छ हैन, त्यो पाइन्छ योमा। त्यसपछि हामी यता अगाडि हिँडेपछि हाम्रो के भेट्यो भने हामीले यता हाइड्रो पावरको एउटा प्रोजेक्टहरू यहाँबाट हाम्रो के हुन्छ भने इलेक्ट्रिसिटी प्रड्युस हुन्छ। यस्तो अलिअलि सुनेर यहाँ यो फर्स्ट हाम्रो नेपालमा बनेको यही थियो। त्यसपछि हामीहरू अगाडि हिँडेको र यहाँ हेर्नु कति राम्रो दृश्य लाग्दैछ, पहाड र हिमाल दुवैको। त्यसपछि अगाडि हामीहरू यस्तै बग्दै गयो। त्यसपछि हाम्रो बाटोमा धेरै यस्तो खाले भाइब्सहरू र भिडियोहरू धेरै गरे, जसमा कुनै कुनै छहरू सबै उड्यो हैन। यो मेरो भिडियो लगभग 1 वर्ष पहिलाको छ, म पहिला गएको थियो। त्यसपछि हामीहरू पुग्यो कहाँ भने रुप्से झन्डानेर म भिडियो बनाउन सकेन आफ्नो मोबाइलबाट, तर यो भित्रबाट छ र यो मेरो फ्रन्ट क्यामेराबाट एउटा साथीले लिएको छ, त्यहीबाट मैले तानेको छु र यो फोटोमा हेर्न सक्छु कति राम्रो छ। त्यसपछि आयो हाम्रो के भने काको पानी घुम्ने। त्यसपछि हामी अगाडि फेरि बगेको। त्यसपछि हामी पुगेको कहाँ भने बागलुङ पुलमा सबभन्दा लामो हाम्रो नेपालको सबभन्दा ठुलो र 108 मिटर जतिको यो लामो पुल थियो। योमा हामीहरूले घुमेको। योमा के भयो भने बाटोमा धेरै यो हल्न थाल्यो के यो पुल। त्यसपछि यो जस्तो मैले भिडियो बनाएको के होइन, तर यो हेर्नु पुरै भ्यू योमा। बागलुङको कालिका मन्दिर आएको हैन, कालिका मन्दिर। कालिका मन्दिरको पुरै। त्यसपछि हामीहरू छिरेको कहाँ भने पोखराको हाइवेमा पुगेको। त्यसपछि हामीहरू पुग्यो पोखरामा अन्ध्यारो भइसक्यो त्यो रात। त्यसपछि हामीहरू केही रातिको कहाँ भने पुन्गीकोट, जहाँ के छ भने शिवजीको सबभन्दा माथि शिवजीको मूर्ति बनेको छ। त्यहाँबाट हामीहरू सबै घुमेको। त्यो म भिडियोमा हेराएको कस्तो छ, बाहिरबाट पुरै हेर्नुमा कति हाइटमा छ। त्यसपछि हामी साथीहरू घुमेर रिटर्न आफ्नो गएको होटलतिर गएको। फेरि हामीहरू आफ्नो बस स्टपनिर जाँदैछु, म र मेरो साथी अभिषेक छ। त्यसपछि हामीहरू त्यहाँ गएपछि हामीहरू राति रेस्ट गऱ्यो। तर हामीहरू यहाँ पुन्गीकोटबाट आएपछि हाम्रो फेरि फायर क्याम्प भयो कहाँ भने पोखराको होटलमा। सबै साथीहरू फेरि रमाएको, फायर क्याम्प गरेको। यता सबैजना एउटै ठाउँमा थियो, हाम्रो क्लासमेटहरू र हाम्रो 11-12 क्लासको त थिएन, बाँकी 12 क्लासको हामी साथीहरू थियो पुरै कलेजको। कहाँ पुगे हामीहरू भने पोखराको फेमस ठाउँ, जसलाई के भन्छ भने म ब्याक क्यामेराबाट हेराउँछु फेवाताल। यो हजुर भ्यू हेर्न सक्नुहुन्छ बाटोबाट। यो फेवातालको कति राम्रो लाग्छ हैन। पुरै यता बुकिङ गर्ने ठाउँ पनि छ। यताबाट बुकिङ गरेर हामीहरू एउटा फेवातालको बिचमा मन्दिर छ, त्यहाँ नि हामीहरू गएको। यो हाम्रो साथीहरू सबैजना एउटा बोटमा बसेको। त्यसपछि हामीहरू हिँडेको कहाँ भने उता फेवातालको बोट के भन्छ उता मन्दिरनिर। र यो दृश्य हेर्नु, फोटो मैले मोबाइलबाट क्लिक गरेको, कति राम्रो लाग्छ फेवातालको। त्यसपछि हामीहरू उताबाट रिटर्न भयो हामीहरू साथीहरूसँग। पछि गएको बिन्देश्वरी मन्दिर, यो माथि मसँग फोटो छ। त्यसपछि यता हामीहरू गएको फेरि त्यहाँबाट बन्गीपुर। यो बन्गीपुरको भ्यू छ र त्यो घर मलाई धेरै राम्रो लाग्यो हेरेर। त्यसको डिजाइनिङ धेरै राम्रो लाग्यो र यो बन्गीपुर यसलाई भन्छ किनभने यहाँको घरहरू सबै पुरानो मोडलमा र एकै नाचको छ बनेको। धेरै राम्रो यो भ्यू यहाँको लाग्यो, सबै घरहरू त्यस्तै छ। त्यसपछि हामीहरू बसेको बसमा र हिँडेको हामी कहाँ भने हाम्रो काठमाडौँतिर हिँडेको। यो रातिको भ्यू छ रिटर्न हुने टाइमको।
सबैजना इन्जोय गर्दैछन् हेर्नु फाइनली पुरै 9 बजे हामी आयो म 4 दिन 3 नाइटको टुरबाट मुङमुङ मुस्ताङ हुँदै पोखरा हुँदै आयो अब म आफ्नो रुम जान्छु र यहाँबाट मैले ब्लग स्टार्ट गरेको छु त्यही होइन आफ्नो रुमबाट